मैले सुप्रिम कोर्टमा न्यायाधीश बन्नको लागि पार्टीको झोला बोक्नुपर्छ कि मैले पढ्नुपर्छ? म 24 वर्षको उमेरमा तपाईको सामु आएर मलाई सिद्धार्थनगर पालिकाको मेयरको उम्मेदवार दिनुहोस् भनेर भने र अर्को तपाईको अगाडि 7 करोड लिएर व्यापारी आयो भने तपाईले मलाई मेयरको टिकट दिनुहुन्छ कि 7 करोड बोकेको व्यापारीलाई टिकट दिनुहुन्छ? केपी शर्मा ओलीज्यू प्रधानमन्त्रीमा बस्नु भएको त्यो सिटमा बस्न चाहन्छु। के मलाई पार्टीगत जाँदा म 35 वर्षको उमेरमा त्यहाँ जान सम्भव होला? कि मैले अझै पनि बुढाहरूको झोला बोकेर म 60 वर्षको भएपछि प्रधानमन्त्री ताक्ने हो कि मलाई 35 वर्षमै त्यो मार्ग हुनेछ? म च्यालेन्ज गरेर सम्मानीय प्रधानमन्त्री ओलीज्यूलाई भन्छु,